छ म चाहिँ हिँडिरहेको छु आज भोलि आफ्नै तालमा यस्तै छ पारा मेरो केही काम गर्दिन आज भोलि किन हो म कसैको कुरो पनि मान्दिन म स्कुलमा पनि जान्दिन स्कुल छोड्न सक्छु म र्याप गर्न छोड्न सक्दिन कसैले म नराम्रो देखेर जाल फाल्दैमा म जालभित्र फस्दिन यस्तो गरेको थाहा पाए भने म कसैलाई बाँकी राख्दिन म कसैलाई नराम्रो काम पनि गर्दिन मलाई नराम्रो गरे भने कसैले छोड्दिन सहन नसकेपछि म त हानिदिन्छु ब्ल्याटको ब्ल्याट केही कुरो सोधिन् त्यसैले मसँग कसैको बन्द पहिला बाटो लागि हुन्छ यति बन्दै गएन भने तेरो त्यो बिहाको केटा फुट्छ अघि एकको पेट पाल्न काम पाइन्छ गरिकन म आफ्नै पारामा हिँडिरहेको छैन सँगै परिवारमा किनभने मेरो सधैँदेखि र्याप गर्ने थिए सोच र्याप गर्ने के गर्छु भनेर आएको माया गर्दिन म अब सङ्घर्ष गर्छु दिन रात नबनिकन काम गर्छु काम गरेर म आफ्नो पेट पाल्न सक्छु बाँची पाछ नत्र मरे मर्छु मेरो अरू मान्छेहरू भन्दा छुट्टै छ बिचारा वरिपरि आइज दुश्मन मलाई नि चिखार्न को आयो मेरो सोच बिगार्न वरिपरि सबै मनै हुन्छ ठिकठाक म अगाडि बढ्छु अब काम गरे दिन रात काम गर्दै मलाई मेरो कुरा भन्नुपर्दा अझै नि बाँकी छ आज भोलि म धेरै मिहिनेत गर्दैछु यस्तो कुरो सबको अगाडि बढ्दैछु अझ मलाई मिहिनेतको फल पाउँदैछु आफ्नो भविष्यको लागि र्याप गाउँदैछु र्याप गाउँदा 2-4 सप्ताह हुन सक्छ छैन बोल्न जान्दिन म कसैलाई फटा तामाङको छोरा म र्याप गाउँछु नेपालबाट कता र्यापको अर्थ के हो कसैलाई थाहा छ नेपालमा र्याप गाउने धेरै नि भाषा म र्याप गाए पनि गाथा स्ट्रोक खादिन म हिँडेको बाटो एमा राजकाल आए पनि रोक्न सक्दिन रात गए पनि र्याप सुन्दै हिँड्छु म को भने अब सबैले चिन्छु घुम्न जान्छु म हङकङ र लन्डन त्यो ठाउँमा देखाउँछु म मेरो चालमाल